बोजू हाई भन्नु। हाई हाई भन्नु। हजुर हाई। भोलि कतिको खुसी हुनुहुन्छ? म खुसी छैन। मैले हृदयबाटै भित्रैबाट मैले चाहिँ मेरो सबिन दादालाई याद गरिरहेको छु। अहिले याद गरिरहेको छु मेरो दादालाई। अनि त्यसै गरी मेरो दिशा दिदीलाई पनि मैले पनि याद गरिरहेको छु। त्यही हो। सबको जोडी छ साथीहरू, सबको जोडी छ। यो बादनीको चाहिँ कहाँ छ? मेरो नातिनीको च्यानललाई सब्स्क्राइब गरिदिनु होला सबैजनाले। लाइक गरिदिनु। एक इंच हाई हाई ह्याप्पी दसैँ होला। यतिको दिदी चाहिँ हुनु पर्यो गाइस। भन्नु न यहाँनिर। हेलो गाइस, मेरो नातिनीको च्यानलमा स्वागत छ। मेरो नातिनीको च्यानलमा स्वागत छ। वेलकम। हाई साथीहरू, तपाईँलाई फेरि पनि मेरो च्यानलमा स्वागत छ। म तपाईँहरूको लकी रानी राई। अनि टुमोरो इज मतलब भोलि चाहिँ हाम्रो नेपालीहरूको महान चाड हो, दसैँ टिका हो। सो म चाहिँ भर्खरै गाउँ बेलायबाट यता तल झरेको। सो म बाहिर जान्छु। सो बोजू त्यहाँ हुनुहुन्छ। बोजू हाई भन्नु। हाई हाई भन्नु। हजुर हाई। भोलि के हो भनिदिनु। के भन्दिनु? भोलि के हो? भोलि हजुर अब भोलि के हो? टिका। टिका हो। भोलि टिका हो। कतिको खुसी हुनुहुन्छ? म खुसी छैन। किन? अब सबैजना भेला हुनु पाए पो खुसी हुनु। सबैजना भेला हामी आयौँ त नि। अनि कोही सबिन दादा छैन। अब सबिन दादा अब पैसा कमाउनु जानु भएको। पैसा कमाउनु गएको कति वर्षमा आउने हो? 2 वर्षमा आइहाल्नुहुन्छ अरे। 2 वर्षमा आउने अरे। 1-2 वर्षमा 2 बोरा पैसा लिएर आओस्। हजारको बुङ 100 बुङ लिएर आओस्। यहाँनिर हाम्रो 2टा नमुनाहरू आउँदैछ, पबिन र सदिन। हेलो अरे कहाँ गएको थियौ? यहाँनिर बोरा सबै हटाऊ। यहाँ भोलि टिका लाउनु परेन? कहाँ बोरा? यो रुमको, त्यो सानो रुमको हटाउने नि त्यहाँ। यहीँ लाउने क्या? हटाउँदा भइहाल्छ नि। आफूभन्दा ठुलो मान्छेले हात उठाउने हो। सो हाम्रो मम्मीजी यहाँ हुन्छ। यो माछा ल्याऊ। यो माछा ल्याउ जाऊ। जाऊ मैले भनेको मान। त्यहाँनिर सो यस्तै हो होइन? यस्तै हो गाउँको घर, यस्तै हो होइन? प्लिज युके। सो यहाँ हाम्रो चुल्हा छ। अस्ति भर्खर पूजा भएको थियो तर म आउन पाइनँ होइन, इक्जाम हुँदै थियो। सो त्यही हो। अनि अब म काम गर्छु होइन, त्यही हो। राति त राम्रो आउँदो रहेछ हौ। राति भ्लग बनाउनुपर्छ होला। सो अस्ति चाहिँ यस्तो इन्ट्रेस्टिङ तरिकाले बोलेको थिएँ कि सबजना छक्कै पर्नु भएको थियो। तर अहिले चाहिँ म सक्दिनँ किनकि अलिकति जोस जागर छैन ममा। अब जोस जागर आएपछि म बनाउँछु। सो म चाहिँ हृदयबाटै भित्रैबाट मैले चाहिँ मेरो सबिन दादालाई याद गरिरहेको छु। अहिले याद गरिरहेको छु मेरो दादालाई। अनि त्यसै गरी मेरो दिशा दिदीलाई पनि मैले पनि याद गरिरहेको छु। त्यही हो। उनीहरूलाई शीतल हावा। तिम्रो ब्रेकअप भएको? ल्या सो स्याड भन्न होइन। उता बसेको तल ए नि लै सबैजना मिङ्गल। यहाँ सिङ्गल हो कि तिमी सिङ्गल हो? जाउँ हिँड तिमीलाई म डेटिङ कि तिमी पनि मिङ्गलै हो? सबको जोडी छ साथीहरू, सबको जोडी छ।
यो बादनीको चाहिँ कहाँ छ साथीहरू तपाईहरुलाई अहिले हामीले खाना खाइसकेको नि त मम्मी र मैले खाइसकेको बाजुबोजु चाहिँ मासु पकाएर खाने अरे नि त अनि यहाँ हेर्नु सक्नुहुन्छ यो बोडीहरू हेर्नु म भोलिमा पर्खाइ नै बसिन सक्दिनँ क्या मैले तपाईहरुलाई देखाउन आँटेको बोडी यहाँ छ यो यसको यहाँ छ हैन अनि यत्रो मोटो मोटो छ है छकै पारिरहेछु यत्रो लामो लामो छ हेर्नु न राम के हो यो बोडी नै हो है अब गाउँ त यस्तो हो भित्र अब सबैजना लुडो खेल्दै हुन्छ यो चियापत्तीको बोट मम्मी त्यहाँ हुनुहुन्छ के देखिदैन गाई बस्तु त्यहाँ छ केही देखिदैन बेलुका भइसक्यो म यहाँ छु गाइज सो मेरो भाइ कहाँ गइसक्यो मलाई थाहा छैन कहाँ छ तो हैन गेम खेल्नु गएछ कता साथीसँग सो मम्मी आउँछ भोगटे यहाँ छ भोगटेको बोट गाइज दिस इज आवर भोगटेको बोट गाइज भोगटेको बोट हेर्न सक्नुहुन्छ बोजू यहाँ निक्लिँदै हुन्छ बोजू मासु काटिसक्नु भयो अब पकाएर खानु नि हैन ए नखानु नि उसिन्नु मात्रै भएको भोलिको लागि सबै परिवार त बाहिरै बसेछ त नि बाहिरै बस्छ गुड छैन गुड छ नि अड्दैन तल घरमा मेरो बोजू अलग्गै बनाइदिएको भए कति बस्छ बोजू नातिनी बोजू कति महिना पछाडि भेटेको मेरो बोजूलाई मैले अब जेठा नातिसँग कहिले भेट्नु होला हेर्नु त मलाई त झन् तपाईलाई त भेट्न आयो मलाई त नभेटिकन जानुभयो मलाई कति दुःख लागेको होला भन्नु त म त झन् थाहा पनि थिएन विदेश जानुभएको भनेर 2 हप्ता भइसकेपछि त थाहा भएको थाहै थिएन म जिस्किनु भएको होला भन्थे जिस्किनु भएको होला बाबा जिस्किनु भएको जस्तो लाग्यो क्या लास्टमा त फोन गर्छु त है यसो दिनसँग बोल्छु त है साँच्ची जानुभएको भनेर अनि त्यसपछि म्यासेज पनि गरेको थिएन हेर्नै भएको थिएन अनि कति बेला बसेर हेर्नु भएको छैन अनि काममा छु के भन्नुभयो अनि भने अनि तपाईँ लास्ट टाइम मलाई त भेट्न पनि आउँदैन भनेको हतार भयो अनि त्यसैले त्यही भएर नभेटिकन आएँ भनेर भन्नुभयो अनि 2 वर्ष त हो आइहाल्छु नि भनेर भन्नुभयो अनि के भन्छ खानु पनि अनि अनि अङ्कुलाई भनेको 2टा नमुना सुतिरहेको छ भने किन खानु सक्दिनँ भने गाडी खानु सोचिरहेको छु सोच्दैछु गेम ल्याइसकेपछि चाहिँ म गाइस यो बेड फिलामा पनि घाँटी एकदम भइरहेछ जिउ पनि दुखिरहेछ सब भरे सो के फिलै दसैँ जस्तो फिलै भएको छ त्यही पनि अब मेरो घाँटी यतातिर अलि चिसो हुन्छ क्या किनकि नछोमै छ यस्तै हुन्छ सो गाइज रेडी भयो यहाँ म छु गाइज यो कति क्लासमा हुँदाखेरिको हो यार म एड्रेस लगाएको 2076 मङ्सिर 22 गते सोमबार भनेपछि अहिले कति भयो अहिले 2082 भनेपछि 76 77 78 79 80 81 लाइक 7 वर्ष हुन आँटेछ 7 वर्षमा यत्रो चेन्ज वाउ नाइस सो अब यहाँनिर फ्रेम छ यो फ्रेमहरू पनि सफा गरेर राख्नु पनि यहाँ माथि अब जुन बाहिर फ्यान बन्द गर्नु हाम्रो बोजू यहाँ दुध उमाल्दै हुन्छ हजुर ह्याप्पी दसैँ भन्नु बोजू ह्याप्पी दसैँ मेरो नातिनीलाई यहाँ चिया दिनु भन्दैछु चिया हो नातिनीले दिनुपर्ने पकाएर के भन्नु बोजूले पकाउनु पर्छ सो गाइज तपाईहरुलाई म मेरो गाउँ देखाउँछु हिजो त बेलुका भइसकेको थियो केही पनि भनिनँ केही पनि देखाइन सो मेरो पछाडि घर छ यहाँ बोजूले एकदम दुःख मान्दै हुन्छ मैले के पनि पकाएर खुवाइन के अरे चिया बनाएर खुवाइन भनेर सो अब पकाएर खुवाइहाल्छु नेक्स्ट दिन हैन
अहिले त भर्खर बिहान हुँदैछ नि त अनि हाम्रो गाउँको हाल त्यस्तो छ यहाँनिर मान्छे हिँड्ने बाटोमा यो हाँसहरू बसिरहेको छ पुरै के भयो उनीहरूलाई पनि दसैँ लागेको जस्तो छ अनि यो बेलको रुखो यत्रो ठुलो न ठुलो छ यहाँ माथिसम्म छ अनि यो हाम्रो बोजू बुढी बोजू कि बोजू बुढी बोजू के होइन यो चौतारा हाम्रो बुढी बोजूको र हाम्रो काकाको चौतारा यहाँ बनाउनु भएको छ यहाँ भोगटे छ अनि उता चाहिँ हाम्रो गाईहरू छ सुँगुरहरू छ हैन यहाँ भोगटेको बोट छ मैले हिजो देखाइसकेको अनि यता बोडी पनि छ तपाईँले मैले त न्युजै देखाएको तर अहिले बिहान अलिकति मजाले देखिन्छ होला सायद कत्रो लामो छ यार यो अनि यहाँ परेवा छ सो गाइज यता जाउँ ल सुँगुर हेर्नलाई हाम्रो घरमा यति धेरै सुँगुर छ गाइज सो यहाँ हाम्रो एउटा सुँगुर छ यो ठुलो हुँदैछ त्यसैले यसलाई बाँधेर राखेको किनकि कता कता भाग्छ भनेर होला यहाँ अर्को सुँगुर छ उहाँ एउटा सुँगुर छ 3टा भइसक्यो 4टा 5वटा अनि बच्चाहरू कता छ थाहा छैन अनि अझ उहाँ पर पनि छ एउटा अझ योभन्दा ठुलो सुँगुर पनि छ तर त्यो खै अगाडि राख्नुभएको होला त्यो सबसे ठुलो हो अनि यहाँ पनि रहेछ एउटा 2टा रहेछ यहाँ एउटा यता अझै गाइजहरू सम्पर्क गर्नु सुँगुर चाहियो भने हामी दिन्छौँ पैसा चाहिँ लिएर आउनु एउटा यहाँ बसिरहेछ त्यही हो अनि के भन्नु अरू त सबैजनालाई ह्याप्पी दसैँ ह्याप्पी टु यु गाइज दसैँको ह्याप्पी टु यु आज सो म चाहिँ यस्तै पागल जस्तै हिँड्छु म कामै गर्दिनँ क्या गाउँ आएर अनि गाडी खान्छु तर अब त ठुलो भइसक्यो नि त काम गर्नुपर्छ बुद्धि आउँदैछ नि त बुद्धि चाहिँ थिएन क्या अगाडि भनेर बुद्धि थियो त्यतिकै जिस्केको म अनि यहाँ हाम्रो गाई छ गाई हो कि भैँसी हो थाहा छैन चिन्दिनँ म केही पनि गाई हो कि भैँसी हो चिन्दिनँ मलाई एकदम डर लाग्छ तर तपाईँ देखाउँछु पक्नुहोस् यो हो ल्या अनि यहाँ छ एउटा अनि त्यहाँ पनि छ हाम्रो बाजे त्यहाँ हुन्छ यो गाई लान आँट्नु होला बाजे ह्याप्पी दसैँ भन्नु न ह्याप्पी दसैँ सबैजनालाई सबैजना नाति पनाति खनाति सबैलाई अब टिका लाउनु पर्ने एकछिनमा 11 बजी कतिमा त्यो कालो भैँसी खै त्यो होइन भैँसी के पो थियो यो पो हो त साँच्ची यससँग एकदम डर लाग्छ मलाई यसले मलाई देख्नै सक्दैन 80 झन्डै मलाई हानिदियो होस् डर लाग्छ अब्बर अनि यता पनि छ एकदम खतरनाक अनि यता छ यो त हाम्रो यो को हो यो चिन्निलाई यो बल्ल उड्दैछ आहा पनि देखेको छैन जस्तो छ सायदै गुड मर्निङ भर्खर उनीहरूको गुड मर्निङ हुँदैछ यहाँ एक राउन्ड हानिसके होइन यिनीहरूको गुड मर्निङ हुँदैछ भर्खर अर्को उठेको छ कि छैन थाहा छैन बोजू मैले सब देखाइदिएँ त सुँगुर खै ठुलो सुँगुर बेचिदिनु भएको कतिमा 30,000 मात्रै ला गाइस त्यो सुँगुरको नाम के पो थियो बोजू हाम्रो साइला त गएछ 30,000 मा झन् साइला देखाम भनेको साइलै गएछ के गर्नु अनि यदि तपाईँहरूलाई चाहियो भने के अरे सुँगुर हाम्रो बोजूसँग सम्पर्क गर्नु होला एकदम मिलाएर दिनुहुन्छ हैन बोजू हजुर अनि हाम्रो घरमा सुँगुर कुखुरा गाई भैँसी सब थोक छ हैन त्यही हो हजुर अनि अरू के देखाउनु सबै सकिसक्यो भोगटे त देखाइसकेको 2 चोटि भइसक्यो अनि त्यो बोडी पनि कत्रो बोडी बोजू त्यो बोडी त्यो पनि देखाएको दादालाई देखाएको दादालाई छैन त्यो त पठाउनु पर्छ अनि दादालाई त सो गाइस मैले कपाल लगाइसकेँ अनि एउटा कुरा
अरे कस्तो केरा छ। सो गाइज होइन अब घरबाट तावेल लिएर आएन भने यस्तै हुन्छ हालत। हेर्नु मेरो जस्तै बोजूको सरलाई यसरी मैले बाँडिरहेको छु लुकिङ लाइक अ बोय। म केटा जस्तो देखिरहेको छ त भगवान्। सो यहाँ रुममा यस्तो बिहान हुँदा पनि अँध्यारो जस्तो किन देखिएको छ भन्दाखेरि चाहिँ हाम्रो यो रुमको बाहिर चाहिँ देख्नेकै त्यो उज्यालो आउँथ्यो होइन, तर यहाँनिर अहिले यस्तो पाल लाउनु भएको छ कि अनि सबै छोपिराखेको छ लाइक अँध्यारो जस्तो देखिरहेको छ। सो आई एम लुकिङ लाइक बोय। म केटा जस्तो देखिरहेको छु। गुड। अब चाहिँ के गर्ने हो भने चाहिँ अब चाहिँ हामी सबै के अरे अचार तरकारीहरूको लागि अनि सब थोक उयोहरू काटकुट गर्ने भनेर भनिरहेको छौँ। खाना चाहिँ खानै खाने होइन, तर अलिकति स्पेसल लाइक अचार अनि तरकारी, मासु खानेलाई मासु सब थोक। सो कपाल लगाइसकेँ। अनि आजको साइज चाहिँ खै 11 कतिमा छ भन्दै हुन्थ्यो, 53 कतिमा थाहा भएन सोधेको छुइनँ। सो यो अलिक पानी सुस्तेपछि म निकाल्छु। अनि अब चाहिँ हामी जाम बाहिर उयो गर्नलाई के अरे काट्नलाई त सब्जीहरू। सो लेट्स गो गाइज। सो गाइज आलुहरू तासिसकेँ अनि यहाँनिर काटिसकेको टमाटर काटिसकेको आलु पनि भइसक्यो। यहाँनिर मटर छ, यहाँ चना छ। सो एभ्रिथिङ राइट भन्दा पनि के भन्नु। अनि अब यता के पाक्दैछ उयसमा कुकरमा। अनि त्यस्तै छ, यस्तै हो गाउँको दसैँ होइन। अनि उयो के गर्नुभएको त कुकरमा? ए दाल बसाउनु भएको रहेछ। अनि अब खाना अनि त्यस्तो गर्दै सो अब तरकारी पकाउँछु म गाइज। अब ड्रेस नलगाइकन मैले कानको लगाइसकेँ। मैले यो कानको किनेको। अनि हाम्रो यहाँनिर रेडी भइसक्यो। अनि हाम्रो बाबा आउनुभयो, ताली। अब हामी टिका लगाउने। अब सबैजना ठ्याक्रेक्क बाउ छोरा सँगसँगै आउनुभयो। बाउ अगाडि छोरा पछाडि। अनि 100 दिन चाहिँ भर्खर आएको थियो, फेरि कहाँ गयो। म टिभी हेर्दैछु अनि अब म रेडी हुन्छु अनि त्यसपछि भेट्छु। बाई बाई गाइज। म रेडी भएँ। मेरो भाइ आएन। सो अब म कहाँ राखेर देखाऊँ तपाईँहरूलाई यार। सो गाइज दिस इज माई आउटफिट गाइज। दिस इज माई झुम्का। मैले चाहिँ किनेको यो घाँटीको। अनि अर्को के भन्नु, यस्तै छ। यता हाम्रो युट्युबर साहब मेरो बाबा पनि भिडियो बनाउँदै हुन्छ, म पनि भिडियो बनाउँदैछु। आऊ मलाई सको छ साँच्ची नरानी भन्नु। सको छ। मम्मीले चाहिँ अब सुनको लट्ठा लाउँदै हुनुहुन्छ। हेलो चन्द्र चन्द्रिनी। हेलो गाइज, तपाईँहरूलाई मेरो बाबाको युट्युब च्यानलमा स्वागत छ र मेरो युट्युब च्यानलमा स्वागत छ। सो म अब हाई भन्नु। हेलो साथीहरू भन्नु न। के भन्नु? हेलो नाति नातिनाहरू। हेलो नाति नातिना। आज सबै हामी यहाँ भेला भएका छौँ। आज मेरो यसो भन्नु न, मेरो नातिनीको च्यानललाई सब्सक्राइब गरिदिनु भन्नु न। के भन्नु अरे? मेरो नातिनीको च्यानल आउँदैन भन्नु न। म भन्छु, म जे भन्छु त्यही भन्नु न। मेरो
मेरो नातिनीको च्यानललाई सब्स्क्राइब गरिदिनु होला सबैजनाले लाइक गरिदिनु हामीले यहाँ रेडी गरिसक्यौं सब थोक गाइस अब हामी टीका लाउन आँटेको हामी यो रुममा लाउन आँटेको आज चाहिँ उता सबै बडा भएर भोज पनि रेडी हुँदै हुन्छ सबैजना रेडी हुँदै हुन्छ म चाहिँ रेडी भइसकेको बाबा के लाउँदै हुनुहुन्छ अनि यहाँनिर मान्छे यस्तो छन् कि यहाँनिर फेन खोलेर एक्लै यहाँनिर गेम खेल्दैछ अनि कहाँबाट आयो डाटा मलाई लगाइदेऊ न अफलाइन हो भन्दैछु कि गेम अफलाइन कसरी ए यो अफलाइन खेलेको अफलाइन पनि छोडेन के भन्नु केही भन्दिनँ म केही पनि भन्दिनँ यस्तो त हालत त्यो फेरि यस्तो धोका दिन्छ कि फोनले ए भयो त अब त टीका लाउन त घट्दै लाउनेले पछि फर्किनु पर्यो नि त भयो हौ खोजिदिन्छ ह्याप्पी टु यु तिम्रो उतापट्टि बस हुन्छ अनि यसरी लाउँदै लानु उल्टो पुरो फर्कदै कस्तो नराम्रो आइरहेछ अनि त्यो बाहिर टीका फुलहरु सारेको अब टीका लाउने हामी म चाहिँ दिदीको भाइ हैन म भन्छु ल बाउले लगाइदिने छोरा आशिक 2022 सालको शुभ दशैं र अहिले चाहिँ मन्दिरको इतिहास हेर्दा चाहिँ राईहरु किरातहरु जम्मै रहेछ भन्ने मैले एउटा घटना त्यहाँ चाहिँ यस्तो धेरै पढ्ने अब के पढ्ने अब डाक्टर पढ्ने त्यो अन्तिम के गर्ने धेरै मोबाइलमा मारेर गाडेको भन्ने मोबाइल भन्ने त हामीले बनाएको स्यासल भन्ने त्यस्तो आउने जुन बेला चाहिँ किरा कमाउने बाआमालाई पाल्ने बाजेलाई पनि पाल्ने किरा जुनै काम पनि अल्छी नमान्ने जे काम गर्दा पनि गर्नुपर्छ मानवता भएर काम गर्नुपर्छ 800 बोल्नुलाई पनि हिचकिचाउनु हुँदैन बोल्नुपर्छ पश्चिममा त्यो घटना भइसकेपछि पश्चिम फर्किएर हुन्न भन्ने एउटा भनाइ छ हैन एउटा घटना थियो बाजाले टीका लगाइदिनु हुनुहुन्छ केटाहरू भन्दाखेरि के आशीर्वाद के अरे भन्नु अब आशीर्वाद दिइसकेछ त हेर्नु ल्याउनु त सरी मैले बसेर ढोगीबाट उठेर भनेर फेरि मैले बोलेर ल बोले त खुट्टा खुट्टामा ढोग्नु हातले छुँदा भयो ल मलाई खुट्टा ल्याउनु ल नाति तास नखेल्नु है तास खेलेको देख्यो भने म हात तास खेलेको मैले थाहा पाएँ नि कस्तो यार कट्टा तास बस्तीमा ल टीका लगाइदिइहाल्छ थोरै त्यतिकै खानु यहाँ सुन जेठा नाति कान्छा नाति एउटा नातिनीले बाजे बोजू बाउ आमा सबैलाई पाल्ने हेर्ने हो कि होइन सुन्नु कि हो कि होइन सुन्नु पुडिसक्यो आइतबार दुईटा नातिहरू अनि एउटा नातिनीले बाजे बोजू बाउ आमा हैन आमा पाल्नु पर्यो बडा बाउ पनि बडी आमा सबै है
तास खेल्ने होइन ज्ञानी हुने पढ्ने राम्ररी कस्तो होइन मम्मी कुरो त होइन कस्तो मेरो पट्टा मट्टीको नलाइदिने होला यो लाइट त पुगेको रहेछ बाबु तपाईँको लाइट रुम होइन लाइट नपुगेर रहेछ क्या नराम्रो आएको अलिक माथि चाहिँ राम्रै आउँछ अब हामीलाई मम्मी र बाबाले ल्याइदिन्छ अरे टिका बाउ भने पनि आमा भने पनि तिम्रो नै हो म बस्न म लाइदिन्छु तिनैजना बाउ भने पनि आमा भने पनि तिम्रो नै हो आमा बाउ मम्मी म भाइलाई अब बाबाले टिका लगाइदिनुहुन्छ भयो खै त त्यसको केही छैन रेडी हो भयो ल ठिकै छ खै पानी छकिनु पर्छ ए हो ल आइस मेरो त अनुहार देख्न गाइस ढल्किनु पर्ने होला गाइस हामी यता पनि हो ल अब मेरो पालो टिका लाउने है यदि हाम्रो विजय दशमी भन्दा पनि यसलाई शुभ दिन शुभ आशीर्वाद शुभ भेटघाटको रूपमा चाहिँ हामी यसलाई मान्दैछौँ है त ल हल्का काट यस्तो लाग्यो हल्का ब्याक साइड आउँछ ओके ल थालिदिउँ ल कसरी पो गर्छ यो सकिन्छ होइन सकिँदैन तिहार के गर्छ भाउ सकिँदैन पैसा खै हौ अनुहार छोप्यो ल के हुँदैन लिवा नि यतिकै लिवा नलानु आता यासन फेरि हस् आता तपाईँ ल है हामी त सिधै ल अब पत्र आशीर्वाद दिन्छु ल कमलालाई ल ल टन्न पैसा कमाउने नेपालमै बसेर विदेश जाने दुष्प्रयास नगर्नु होला नेपालमै गर्ने कोरिया बनाउने जापान बनाउने अमेरिका बनाउने अस्ट्रेलिया क्यानाडा नेपाल बनाउनु पर्यो नरुने है धेरै मुख पुगे नलाउने ल अब मिनबहादुर गुरुङ चाहिँ भन्नु पर्यो है मिनबहादुर गुरुङ कस्तो ठुल्ठुलो मल डिपार्टमेन्ट अपार्टमेन्ट गर्नु पर्यो नेपालमै बसेर ल धेरै पढ्ने डेन्टिस्ट बन्ने सपना पुरा होस् है साथीहरूसँग धेरै नबाच्ने अनि के भन्छ धेरै ठुसा नपर्ने आमासँग मुख नलाग्ने बाजे बोजू पाल्ने है अनि जे जति पढ्ने गर्ने कमाउने रमाउने नेपालमै बसेर विदेश जाने कुरा नगर्नु मसँग होइन नेपाल बस्ने सक्ने नेपालमै बसेर पढ्न सक्ने चाहिँ वातावरण बनाउनु पर्यो ल आज है त नेपालमा बसेर हुँदैन ल अब पढाइलाई चाहिँ कन्टिन्यू गर्नु पर्यो दाजुले चाहिँ बिचरा नछोड्नु होला नेपालमै बसेर पढ्नु होला होइन नेपालमै नाम दाम सबै कमाउनु पर्यो है त अबको जेन्सीहरूले चेन्ज गर्नु पर्यो होइन है मेन चाहिँ पढाइ आमा बाउ बाजे बोजू बडा बडी तेतेम भन्छ है अलिक दुई भाषामै अलिक बोल्न सिक्नु पर्यो अबदेखि म भनेको तेतेम भनेको बडी तेते भनेको बडा है आफ्नो भाषा संस्कार संस्कृति नबोल्नु नबिर्सिनु संरक्षण प्रवर्धन गर्नु ल विदेश जाने कुरै नगर्नु आफ्नो मातृभूमि नछोड्नु आफ्नो मातृभूमिमा धेरै नाम सबै प्राइस गर्नु है त कति दिनु थियो आशीर्वाद करोडको दिइहाले तिमीले पो लगाइदिनु पर्छ त मलाई पछि ठुलो भएर आफ्नो 10 दिन पिआरमा चाहिँ कहिले लगाइदिने दसैँमा त हामीले 10 पछि लगाइदिन्छु म चाहिँ अब 10 सकेर पढ्दै बिजनेस गर्ने सोच्छ
बसकेर हेरेर अब पक्षपातै गर्नु पर्दैन के गर्दा अर्को दिन गर्दा सुत्न नभए खोइ सबै दिन आत्मक हो कसलाई आलो यो कसलाई 1000 रुपैयाँ कसलाई दिनु भन्नु ल खै के भन्छ आयो मलाई चाहिँ किन 1000 रुपैयाँ मलाई 1000 रुपैयाँ दिनुपर्छ होइन त छोरी अर्को घर जानु जाँदा नि त म जाँदिनँ नि त अब अलिक धेरै दिनु पर्यो नि त छोरीलाई जहिले ठुस्स पर्छ अनि त्यो 750 मम्मीलाई दिनुपर्ने छ यहाँ दिन लागिरहेको मलाई खुट्टाको नबस्यो मैले डोग्नुहोस् भाग्यमानी हो छुट्टै घर बनाउनु ए आयो घोडा खुट्टाबाट हो उदो फला दिने नि एक एकवटा सबैलाई क्या खाली टिकटक बनाउनु लगाएपछि खाली उयो नदिनु ल टिका लगाएपछि चाहिँ के न के खानेकुरा दिनुपर्छ है जहिले पनि ल हाम्रो डाइरेक्टर साथीले भन्नुभएको खाता खोल्नु साथीहरू खाऊ एउटा खाएको टुक्रा खाऊ होइन उमा पनि छ होइन ल खानु पर्यो एउटा मेरो तपाईँ राख्नुभयो मेरो हाम्रो परिवारको त्यही छ भाइ बाहिर गइसकेको छ अब छोरी पनि जानु छैन म पनि अब कार्य व्यस्तताले गर्दाखेरि तुरन्तै बेलुका पर्खिनु पर्ने छ र ओके गाइस अब हामी खाना खाने अब म चाहिँ ग्लास पनि जान आँटेको गाइस अब हामी मामाले जान आँटेको खाना साना टाइम खिचिम अब बाबाले हामीलाई मामाले पुऱ्याइदिनु गो विथ मी गाइस हामीलाई हाम्रो बाबाले आधी बाटोमा छोड्नु हो किनकि अब ससुराले गएपछि टिका लगाउनुपर्छ नि त त्यसैले भरे बेलुका एकैचोटि आउने अरे हामीलाई चाहिँ छोडिराख्नुभयो यहाँ आधी बाटोबाट अब हामी जाने आधी बाटोबाटै गाइस कति राम्रो बादल लागिरहेछ भन्नु मिल्दैन त्यही पनि राम्रो देखिरहेछ ब्याकग्राउन्ड मात्रै कति काली देखेको लाइट नभएर होला सायद के भयो आयो गाइस यहाँ डाइस खेल्ने कार्यक्रम भइसक्नु थालिसक्यो आइसक्यो नजिकै छ मेरो मामालाई खै खुवाइराख्नुभएको छ परिसक्यो अघि पाहुना आउनुभएको थियो मैले केही भिडियो बनाउनु पाएन टिकटक सिकटक बनाउँदा रात परिसक्यो आई थिङ्क मेरो ठुलो मम्मी इसा दिदी कान्छी चमा सानी सब भाइ सब आउनुभयो जस्तो लागिरहेको छ अनि अझ पनि आउनुभएछ सो गाइस चमा इसा दिदी त्यहाँ हुँदो रहेछ प्रेन्सु स्ट्याचु नयाँ बुट ठुलो मम्मी त्यहाँ हुन्छ सानी तिमी बिहान भयो अरे हो हाई भन न हाई यता 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 क्यामेरामा हाई हाई ह्याप्पी दसैँ भन मलाई के दिएको सानी देखाइदेऊ त खुवाइदेऊ मलाई त्यो खोलेको अर्को खोलेको
खाइदो न मलाई थ्याङ्क यू तिमी कहाँ आए भयो कानमा के खाएर के भयो आया भयो त धेरै त्यो उयो खाएर हो दुध पाउडर खाएर हो अब नखाऊ ल तिमी त रुखो रुई गर्छ त जतिखेर भने किन रुखो मम्मीले आया गर्नुहुन्छ अनि रुखो भाइ रुयो हेर त तिमी पनि बिमार छौ भाइ पनि बिमार छ ला हेर्नु जाने भाइलाई तपाईँलाई फेरि पनि वेलकम छ मेरो भिडियोमा हिजो चाहिँ मैले भिडियो बनाइन किनकि हाम्रो भाइ बिमारी भएको थियो मम्मीहरू जानुभएको थियो फोन लिएर सो म चाहिँ त्यतिकै बसेँ अनि आज चाहिँ हो दसैँको सेकेन्ड दिन होइन अब हामी टिका लगाउन आँटेको हिजो टिकाको दिन चाहिँ मामालाई टिका लगाएन अब हामी रेडी हुने अहिले चाहिँ टिका लगाउने जब मैले लगाइसकेँ अब म मेकअप गर्न आँटेको ईशा दिदी मेकअप गरिदिनु आँट्नुको ईशा दिदीले चाहिँ गरिसक्नुभयो र डान्स पनि रेडी भइसक्यो भाइ सुतेको देखाउनु जान्छ छोडिदेऊ अनि ब्लस लगाइसकेपछि चाहिँ यो लाउदिनु फाउन्डेसन लगाइसकेको यो छैन हाई गाइज अब चाहिँ हामी टिका लाउन आँटेको कति भइसक्यो कान्छी यहाँ छ ईशा दिदी हुन्छ मम्मी यहाँ हुनुहुन्छ हाम्रो भाइ चाहिँ फर्स्ट टाइम मामा लगाएको फर्स्ट टाइम मामा लगाउने बित्तिकै बिमारी भयो अनि हाम्रो सानी छ सानी हाई भन पेन्सु हाई गाइज भन भाइले हाई भन्छ हाई 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 हेरेको हेरेको हाई सुप्रेन हाई भन्दैौ अब हामी टिका लाउने हिजो चाहिँ मैले मेकअपै गरेको थिइनँ आज चाहिँ ईशा दिदी आउनु भएर मेकअप गरिदिनु भयो सो त्यसरी म तल्किरहेको छु जिजी भइरहेको छु सो हाम्रो टिका चाहिँ अजाया हुनुहुन्छ पेन्सुले चुलबुल गरेर पढ्नु चक्लेट खानु है चक्लेट लालीपप नखानु होइन है खोकी लाग्छ नि त पढ्नु ज्ञानी हुनु है भाइलाई पनि माया गर्नु भन खै भने त्यसले खोकी लागेछ त असजा खै त भाइको भाइ यहाँ आउनुलाई ओती ओती बस्नु भिडियो प्रिन्स आऊ So guys, अब हामीले टिका सिका लगाइसक्यौँ अब हामी खाना खान आँटेको अनि यहाँ चाहिँ हाम्रो सानी
हामीले फोटोसुट गऱ्यौँ अब खाना खाने सो बादल खतरा लागिरहेको छ यहाँ फोटोसुट अब खाना खाने अनि हामी जाने गाइस वाउ हावा चलिरहेको छ यस्तो धनी भइरहेछ यहाँ दुईवटा फोन बोकेर लाइनै छैन अब झन् मेरो पनि चार्ज सकिन आँटिसक्यो सो गाइस मेरो ब्लग यति लामो भइसक्यो सो के अब चाहिँ हामी बुढी मामा जान आँटेको त्यस पछाडि अरू ठाउँ पनि जान्छौँ टिका लाउनलाई सो म चाहिँ सुतेको थिएँ सबजना सुतेको थियौँ खाना खाइसकेपछि चाहिँ अनि त्यसपछि मेरो चाहिँ पुरै गाजर बल्लेको थियो अनि त्यस पछाडि म चाहिँ सबै मेकअप सेकअप निकालिदिएँ सबै मेटिदिएँ अनि यत्तिकै छु फेरि ब्याग अब सो गाइस हामी अब सबैजना जान आँटेको बुढी हजुरलाई भेट्नलाई सानी पनि अब हामी सुतेको हौ दसैँ लागेको साथीहरू पछाडि हेर्नु सक्नुहुन्छ सो अब हामी चाहिँ बुढी अजीकोमा जाने अनि त्यस पछाडि अरू ठाउँ पनि जान्छौँ होला तर म चाहिँ त्यहाँ गए पछाडि अजीसँग भेटिसकेपछि चाहिँ म मेरो भिडियो इन गर्छु होइन त्यो एकदम लामो भइसक्यो यस्तो मेरो आँखा कस्तो भइरहेछ सुतेर उठेर पुरै रातै भइरहेछ आउनुहुन्छ होइन होइन सो उतै पुगेपछि भेटौँला गाइस हामी आइपुग्यौँ यहाँ दुईजना आउँदैछन् यता अर्को फुच्ची मसँग थिए हजुर त्यहाँनिर हुनुहुन्छ अब मुची भाइ हो मुचीको भाइ हो मेरो मलाई देऊ ल तिम्रो एकपट्टि कागज सुन खोइ सुन एकपट्टिको सुन खोइ एक्लै भएर हो कि हामीले बुढीमामा लगाइसक्यौँ अब अर्को अजीकोमा जान आँटेको सबै नजिकै छ सो अब हामी यहाँ अर्को अजीकोमा जान्छौँ खोलिदिनु न हौ यतिको दिदी चाहिँ हुनु पर्यो गाइस छिटो यता अजीलाई हेलो अजी भन्नु पर्यो सो गाइस हामी आइसक्यौँ त्यही त तल कार्पेट लाग्यो कि घरमा पुरानो कार्पेट उदाएर अनि त्यहाँ जाने हेलो भन्नु न यहाँनिर हेलो गाइस मेरो नातिनीको च्यानलमा स्वागत छ मेरो नातिनीको च्यानलमा स्वागत छ वेलकम होइन त्यसै भन्नुपर्छ नि मेरो पाली आइसक्यो त मेरो सबभन्दा भर्खरको मन लाग्यो अजी हेर्नु सक्नुहुन्छ बस नानी नातिनी भन्दा भर्खरको नातिनी भन्दा भर्खरको बस अब उसको पाली कहिले देख्नु भएको छ यसरी चप्पल दाग लाग्छ भनेर यसरी बोकेर हिँड्ने मान्छे कहिले देख्नु भएको छ देखिहाल्नु भयो म हो म यसरी हिँड्छु यसरी दाग लाग्यो भनेर यहाँनिर दाग लाग्यो मेरो जुत्तामा भ्लगिङ गरिसकेको त्यही पनि म यसको लागि बनाइरहेको छु पछाडि रात परो करेन्ट चाउचाउ सो गाइज होइन अब हाम्रो 2 दिनको दसैँ यस्तै भयो अहिले चाहिँ कति बजिसक्यो भने 17:50 भइसक्यो मतलब कति भयो 13, 14, 15, 16, 17 भनेपछि 5:50 भइसक्यो 6 बज्न आँटिसक्यो र मलाई के खानु मन लागिरहेछ भने मलाई करेन्ट चाउचाउ खानु मन लागिरहेछ बढे होइन सो थ्याङ्क यू फर वाचिङ माई भिडियो प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल लाइक कमेन्ट सेयर सबै थोक गरिदिनु होला मलाई धेरै धेरै माया गर्नु होला त्यति नै भन्दै म मेरो भिडियोलाई अन्त्य गर्न चाहन्छु बाई बाई
ह्याप्पी दसैँ तिहार आउँदैछ, अझै पनि छठ आउँदैछ। बाई 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 गाइज, बाई।